साथीहरू, अक्सर हामी खुसी हुनको लागि नभएको चिज खोज्छौँ र भएको चिजलाई बेवास्ता गरिदिन्छौँ। स्वीकार गर्नु जीवनको धर्म हो, जिउनु मान्छेको कर्तव्य हो। यस्तै भावले भरेको एउटा कविता सुनाउँछु। कविताको शीर्षक छ पहाड। कठोरतालाई आफ्नो अनुहारमा पोतेर भावनाहीन चौडा छाती फुलाएर एउटा पहाड दन्त्य कथाको दानवसरी ठिङ्ग उभिएको हुन्छ। उसको चट्टानमा न्यानो होइन, तातो मात्र हुन्छ, मुर्दा पोलेर नपखालिएको घाट जस्तो। उसको पौरखतामा सृजना हुँदैन, उसको निडरतामा सुरक्षा हुँदैन। त्यसैले लाग्छ ऊ एउटा जन्मकैदमा रहेको अपराधी जस्तो। म बिछोडको आगोमा जलेर भस्म हुन उसको शिरमा चढेको थिएँ। पहाडको कठोरतालाई चुनौती दिनकै लागि भए पनि अन्त हुनुअघि म चिच्याउँछु, कराउँछु पहाडको कठोर पहाडको कानमा। म अश्रुधारा बहाउँछु उसको विस्मय काखमा। खोइ किन हो हाम्रो कठोरता नियाल्दै थियो एउटा एक्लो सयपत्रीको बोट, जो कठोर हुन इन्कार गर्दै थियो, जो मृत्युलाई होइन जीवनलाई स्वीकार गर्दै थियो। एक्लो, बुढो र जीर्ण तर जीवित सयपत्री केवल एउटै मात्र कोपिला लिएर पहाडलाई चुनौती दिँदै थियो। जीवनको, सृजनाको र आशाको, जीवन जिउने आश बोकेर। म अनायासै रुन पुग्छु, अश्रुधारा बहाउँदै। मेरो आँसु मेरो हाँसोभन्दा पवित्र गीत गाउँदै मिसिन पुग्छ, सिन्चित हुन पुग्छ सयपत्रीको बोटमा। म निकै बेर पहाडमा मौन रहन्छु। मेरो मौनतालाई तोड्न होला सायद सयपत्रीको कोपिला फक्रिदिन्छ हतारमा। त्यो सब हेरेर मेरो अपूर्ण जीवनलाई स्वीकार गर्दै अन्ततः फेरि फर्किदिन्छु म संसारमा। धन्यवाद।